हेलो गाइज नमस्ते। आज हामी जर्ज अरवेलद्वारा लिखित सुटिङ एन एलिफेन्ट भन्ने एसेलाई नेपालीमा समराइज गरेर सुनाउन गइरहेका छौँ। जर्ज ओरवेलको जन्म सन् 1903मा भई उनको मृत्यु सन् 1950मा भएको थियो। उनी एक प्रसिद्ध अङ्ग्रेजी लेखक, पत्रकार र सामाजिक आलोचक थिए। उनको वास्तविक नाम एरिक आर्थर बियर थियो। उनी विशेष गरी समाज, राजनीति, अन्याय र सत्ता दुरुपयोगका विषयमा लेख्ने गर्दथे। उनका कृतिहरूमा एनिमल फार्म र 1984 जस्ता विश्वप्रसिद्ध कृतिहरू पर्दछन्। उनी सत्य बोल्न नडराउने लेखक थिए र उनले लेखेका लेखहरू सरल भाषा र गहिरो अर्थ बोकेका हुन्छन्। सुटिङ एन एलिफेन्ट यो एसे अरवेलले आफ्नो वास्तविक अनुभवमा आधारित भएर लेखेका हुन्। उनी बर्मामा ब्रिटिस साम्राज्यको प्रहरी अधिकृत भएर काम गरिरहेका थिए। बर्मा भनेको चाहिँ अहिलेको म्यानमार हो। घटना के हुन्छ भन्दाखेरि एक दिन गाउँमा एउटा हात्ती पागल भएर मानिस र सम्पत्ति नष्ट गर्दै हिँडिरहेको खबर आउँछ। ओरवेललाई त्यसलाई नियन्त्रण गर्न पठाइन्छ। जब उनी त्यहाँ पुग्छन्, हात्ती पहिले हिंसक थियो तर अहिले शान्त भएर घाँस खाइरहेको हुन्छ। ओरवेललाई थाहा हुन्छ कि अब हात्तीलाई मार्न आवश्यक छैन। तर समस्या के भयो भन्दाखेरि उनको पछाडि हजारौँ स्थानीय मानिसहरू होइन बर्मेली जनताहरू चाहिँ हेर्दै हुन्छन्। उनीहरू अपेक्षा गरिरहेका हुन्छन् कि अरवेलले अब हात्तीलाई गोली हानेर मार्नेछ। अरवेल भने भित्र मनबाट हात्तीलाई मार्न चाहँदैन। तर यदि मैले हात्तीलाई मारिनँ भने मानिसले मलाई कमजोर ठान्नेछन्। अरवेलले मनमनै विचार गर्छन्। म ब्रिटिस अफिसर हुँ, मलाई शक्तिशाली देखिनै पर्छ। अन्ततः सामाजिक दबावका कारण उनले हात्तीलाई गोली ठोक्छन्। हात्ती तुरुन्तै मर्दैन, धेरै पीडा भोगेर बिस्तारै मर्छ। यसले अरवेललाई भित्रबाट अत्यन्त दुखी बनाउँछ। यो एसेको मेन आइडिया के हो भन्दाखेरि सत्ता यानि कि पावर भएको मान्छे पनि स्वतन्त्र हुँदैन। उपनिवेशवाद यानि कि कोलोनियलिजम दुवै पक्षका लागि हानिकारक हुन्छ। यहाँ दुवै पक्ष भन्नाले जो चाहिँ शासक हुन्छन् र जसलाई चाहिँ उनीहरू शासन गरिरहेका हुन्छन् भन्ने हो। अनि यो एसेले के सिकाउँछ भन्दाखेरि मानिसले आफ्नो इच्छा विपरीत समाजको दबावमा निर्णय गर्छ। अरूलाई प्रभावित पार्न वा समाजको दबावमा निर्णय गर्दा हामी आफैको स्वतन्त्रता गुमाउँछौँ। सत्ता देखाउने प्रयासमा कहिलेकाहीँ मानिस आफै नै बन्दी बन्छ र सही कुरा थाहा हुँदाहुँदै पनि गलत काम गर्नु ठुलो कमजोरी हो भनेर यो सुटिङ एन एलिफेन्टले हामीलाई शिक्षा दिन्छ। आई होप तपाईँहरूका लागि यो भिडियो पक्कै पनि हेल्पफुल भयो होला भन्ने आशा गर्दछु। यस्तै भिडियोको लागि च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला भन्दै यहाँहरूबाट बिदा हुन चाहन्छु। धन्यवाद।